हेलो साथीहरू, तपाईलाई थाहा छ होला म इजरायलमा काम गरेको चाहिँ अलमोस्ट 5 इयर्स हुनु आँट्यो। अनि म चाहिँ एकजना मेरो बोजूसँग काम गर्छु। तपाईले उहाँलाई पनि देख्नु भएको छ। अनि बोजू चाहिँ लगभग 90 वर्ष पुग्न आँट्नु भएको छ र उहाँसँग बसेर चाहिँ मैले के सिकेँ, लाइफको बारेमा के बुझेँ भन्दाखेरि चाहिँ हामीले राम्रो खाने, राम्रो लाउने, घुम्ने उमेर चाहिँ अहिले नै हो। बादमा तपाईले चाहन्छु म घुम्नु चाहन्छु, मेरोमा लट अफ मनी छ भन्यो भने पनि तपाईको शरीरले तपाईलाई साथ दिदैन। तपाईलाई एउटा कोठादेखि अर्को कोठा पुग्नु पनि 5 मिनेट लाग्छ, त्यो पनि स्या फे फे हुँदै। त्यसैले गर्दा चाहिँ साथीहरू अहिले नै हो, जे गर्नुहुन्छ अभी करो, आज से ही करो। अनि लाइफ चाहिँ यस्तो प्रकारले जिउनुस् कि टुडे इज योर लास्ट डे। अपना हर दिन ऐसे जियो जैसे कि आखिरी हो भन्छ नि, त्यस्तै प्रकारले। अनि बोजूले चाहिँ मलाई हमेसा भन्नुहुन्छ क्या, राम्रो खा, राम्रो लगा, घुम्नु जा। म घुम्नुहरू जान्छु, मैले लुगाहरू किने भनेर देखाएँ भने बोजू खुसी हुन्छ। लगाउनु पर्छ, यही हो उमेर तेरो, गर्नुपर्छ भनेर भन्नुहुन्छ। अनि मेरो बोजू त पहिला उमेरमा धेरै कन्ट्रीहरू एक्सप्लोर गर्नुभएको छ, क्यानाडा, पेरिस, अफ्रिका, मोरोको त अभियसली बोजूको आफ्नै बर्थ प्लेस हो। अरू पनि कुन कुन कन्ट्रीहरू भन्नुहुँदै थियो होइन, एक्सप्लोर गर्नुभएको छ मजाले। थाइल्यान्ड पनि जानुभएको छ अरे। अनि त्यही न मलाई बोजूले भन्नुहुन्छ क्या। अन्त बिचारा अहिले उसले चाहे पनि ऊ जानु सक्दैन, उसको शरीरले भ्याउँदैन र उसको फ्यामिलीहरूले पनि अब साह्रो पर्छ, यस्तो हो अब बोजू बुढी भयो भनेर भन्नुहुन्छ क्या। त्यही कारण चाहिँ हामीले चाहिँ अहिले नै हो राम्रो खाने, राम्रो लाउने, राम्रो घुम्ने। भोलिको दिन कसले देखेको छ? न तपाईँले देखेको छ, न मैले देखेको छु।